हेलो एभ्रिवान वेलकम टु माई मिनी ब्लग। सो आज भने चाहिँ हामी चाङ्गी एयरपोर्ट गएको थियौँ र जोयल चाङ्गी घुम्नु लागि। सो यो चाहिँ टमियो 1 मा पर्दो रहेछ। सो हामी चाहिँ अब माथि गएर पनि यहाँबाट चाहिँ सिधै स्ट्रेट जानुपर्ने रहेछ। हजुरहरूले ट्रेनबाट पनि जानु सक्नुहुन्छ, सानोबटे त ट्रेन पनि छ, बट यहाँनिर चाहिँ यस्तो स्ट्रेट रहेछ, एक्सिलेटर पनि छ, स्ट्रेट एक्सिलेटर। सो यहाँबाट पनि जाँदै थियौँ हामी, हेर्नु सक्नुहुन्छ यति दामी भ्यू देख्दै रहेछ यहाँबाट। सो मैले चाहिँ हल्का क्लिप गरेँ, भ्यू पनि हेर्नु सक्नुहुन्छ। सो आन्टी पनि अगाडि हुनुहुन्थ्यो। अन्तखेरि यहाँनिर चाहिँ यस्तो गेट जस्तै बोर्ड लागेको रहेछ। सो मैले आन्टीलाई भन्दै थिएँ देखाइदिनुहोस् न हाम्रो फ्रेन्ड्सहरूलाई पनि भनेर भन्दै थिएँ। सो आन्टीले देखाइदिनु हुँदैछ। सो हामी चाहिँ भित्र पसिसकेँ। यहाँबाट चाहिँ हामी जाँदैछौँ। मेरो आन्टी र नाना चाहिँ अगाडि आउनु भइसकेको थियो, हामी दुईजना चाहिँ पछाडि भए। सो फाइनली पुग्नु लागेको थिएँ यो जग्गा चाहिँ। सो हजुरहरूलाई अब म देखाउँछु हस्, यहाँबाट हेर्नु सक्नुहुन्छ। सो यो जग्गा चाहिँ कहिलेदेखि आउनु मन लागेको थियो कि फाइनली आज चाहिँ जानु पाएँ। हेर्नुहोस् त कस्तो दामी छ, वाउ सो दामी छ कि, यस्तो दामी छ। अन्त त्यहाँबाट देख्न सक्नुहुन्छ। सो आन्टीले मैले यसो हामी पनि हेरिदिउँ न कस्तो भइरहेको छु भनेर भन्दै थियो, जिस्काउँदै थिएँ। त्यहाँदेखि तल पनि गयौँ, तलबाट यस्तो दामी भ्यू देखिरहेको थियो। सो फाइनली आज चाहिँ इच्छा पुरा भयो यो ठाउँ घुम्ने। देख्न सक्नुहुन्छ कतिजना फोटोहरू पनि खिचिरहनु भएको थियो। सो बाई बाई, थ्याङ्क्स फर वाचिङ।